हेलो गाइज वेलकम टु डे 7 एनदर डे एनदर भ्लग। आज चाहिँ डे 7 भइसकेको छ होइन। आज चाहिँ मलाई केही गर्नै मन छैन। आजदेखि क्रिकेट पनि मतलब इन्डिया भर्सेस न्युजिल्यान्डको T20 सिरिज हुँदैछ कि, अनि त्यो हाल्न मन लाग्छ। फेरि यो भ्लग च्यानल हो, त्यही पनि यसमै हालिदिन्छु भनेर सोचेँ होइन, अर्को च्यानल के बनाइरहनु। अनि त्यही भएर अब यसमै जे आउँछ त्यही हाल्ने, जसरी भए पनि रेगुलर पोस्ट गर्ने भनेर सोच्दैछु क्या। अब बनाएको थिएँ, क्यानभाबाट बनाएको होइन, अल्छी लागेर हेर म देखाउँछु है कस्तो बनाएको थिएँ। फर्स्ट हो बनाएको होइन, यो एउटा कुन भिडियो हेरेर बनाएको थिएँ होइन। यो चाहिँ नेपालको स्क्वाडको हल्का फुल्का बारेमा भनौँ भनेर बनाएको थिएँ होइन त्यत्तिकै बनाएको, नबनाउने भए पनि त्यत्तिकै, मतलब भिडियो नबनाए पनि त्यत्तिकै बनाइरहेको। अनि आजदेखि यो T20 म्याच सुरु भएको छ, अनि त्यही भएर यो बनाइदिएको थिएँ क्या। अब हाम्रो सूर्य कुमार यादव भनेको काम छ नि त, अलिकति काम टाइप, अनि यो अलिक केओटिक, अलिकति त्यस्तो इमेज राखिदिएको। यो छ नि, यो चाहिँ मैले बलको सिम राखिदिएको क्या। यो फर्स्टमा गरेको, यो सेकेन्डमा गरेको। पढ्नु पनि पढ्ने छ, अब लक्कै चक्करमा भयो भने पढ्नुपर्छ जस्तो लागिरहेको छ। सकिन आँटो, स्किल्स छैन क्या मलाई, त्यो चाहिँ अलिकति कन्सर्न लागिरहेछ क्या। स्किल्स चाहिँ केही न केही भएको ठिक हो क्या। पढ्न मन लाग्छ, गर्न मन लाग्छ, तर बेसिकमै म अल्झिरहेको हुन्छु क्या। जे हुन्छ जे होस् हाल्ने क्या, अपलोड चाहिँ गर्ने बानी बनाउने क्या, अपलोड चाहिँ गर्ने भनेर भनेको। अब हेरौँ कति दिनसम्म सक्छु म, तर मलाई गर्न चाहिँ छ। आज चाहिँ अब T20 सिरिज सुरु हुँदैछ होइन, इन्डिया र न्युजिल्यान्डको। हेर्न मन लागिरहेछ अभिषेक शर्माले कस्तो पर्फर्म गर्छ भन्ने। न्युजिल्यान्डबाट चाहिँ त्यो ज्याकब डफी कि समथिङ के छ नि, आरसिबीले किनेको हो, त्यो एज अ फ्यान क्या, अब रिभ्यू गर्ने क्या, एज अ फ्यान रिभ्यू गर्ने क्या। नेपालको स्क्वाडको बारेमा, वर्ल्ड कप स्क्वाडको बारेमा एज अ फ्यान रिभ्यू गरिदिनु। क्यामेरामा बोल्न पनि अलिकति फ्रेन्डली हुन्छ भनेर पनि हो मैले यो च्यानल मतलब भिडियो पोस्ट गर्न थालेको। क्यामेरा हेर्छु नि, अनि मेरो फेसै कस्तो हुन्छ क्या, मतलब स्याड देख्छु क्या म आफूलाई, अनि मलाई बनाउनै मन लाग्दैन। गाइस यति नै हो, अब हेरौँ के हुन्छ। अब एकछिन पढ्नु पऱ्यो होइन, 7 बजीदेखि म्याच छ, अहिले 4 बज्यो। जो पनि आज स्क्रोल गर्दै बस्ने, यहाँ इक्जामको बेला मात्रै पढ्ने, इक्जामको बेला इक्जाम कट्यो सक्यो भन्ने मात्रै हो। अनि त्यसले गर्दाखेरि अलिकति बानी बिग्रेको छ क्या। अनि 1 वर्ष चाहिँ मजाले कोसिस गर्ने, त्यसो भएन भने अब हेरौँ के हुन्छ। टिचर बन्नु पर्ने हो कि फेरि। अब चाहिँ पढ्छु म, आज चाहिँ पढेर छोड्छु। अचानक हिल लाउन बसी हेर्छु नि, के गरेँ यसले। तैँले के खाइस आज? के खाएको छैन नि, कसलाई नखा भने? आज पढ्दैछु नि त। अनि के हो यो किन लाउनु घर बस्दा? होइन अचानक आयो अनि हिल लाउनु थाली। ठुली आमाले ल्याइदियो। कुन ठुलो मम्मी? यस्तै हो चुडेकै। केटिएम ठुलो मम्मी? ए त्यस्तो पो रह त। खै ओइ नगर्न उठेर अब हिँड्न सक्ने एउटा लट्ठी टेक। किन अचानक बाउ लागि के छ? ए यसले बुझिसक्यो, सरस्वती पूजाको सोच्नु थालेकी रहेछ। यता हेर त, ल यता आइज। बहिनी राम्री छ। आज मलाई के खुवाउँछ? गाइज एकछिन पढाइ गरेँ, अनि खाना पनि खाएँ। अब चाहिँ गेम सुरु हुन आँटेको छ गाइज। टस जितिसकेको छ, न्युजिल्यान्डले टस जितेर बलिङ चुज गरेको छ। हेर्न सक्नुहुन्छ, न्युजिल्यान्डले टस जितेर बलिङ चुज गरेको छ। अब मलाई चाहिँ नि आज न्युजिल्यान्डको बलिङमा चाहिँ नि मलाई त्यो ज्याकब डफीको हेर्न मन छ क्या। आज बलिङ गर्छ, यसको बलिङ हेर्न मन छ। अरू ग्लेन फिलिप्स र अरू त खासै कसैलाई, ड्यारिल मिचल आज कतिको फास्ट खेल्छ, ओडिआईको त किङै हो, आज कस्तो खेल्छ भन्ने हो। तर इन्डियाले पेल्छ नि यार यस्तो खतरा। इशान किसनलाई पनि राखेको छ 3rd मा, अनि अभिषेक शर्मा त भइहाल्यो। सन्जु स्यामसन सुरु भइसकेको छ, अभिषेक शर्मा आइसकेको छ यहाँनिर, अनि त्यसै साथसाथै सन्जु स्यामसन पनि आएको छ। ज्याकब डफी आरसिबी ओ भाइ दामी छ यार यसको पनि। 39 म्याचमा 53 विकेट्स, नाइस। बल फर्स्ट बल डिफेन्ड। ल गाइज इन्डियाको हेर्नु, यहाँसम्म ब्याटिङ छ यार, यति मात्रै प्योर बलरहरू, यहाँसम्म ब्याटिङ छ। यो पनि अलराउन्डर, यो पनि अलराउन्डर, यो पनि अलराउन्डर, यो ब्याटर, यो विकेट किपर ब्याटर, यहाँ यो पनि अलराउन्डर हो। ज्याकब डफीलाई फर्स्ट ओभरमा छक्का हान्दिएर जम्मा 8 रन ल्याएको छ गाइस।
ज्याकब डफीले राम्रो गरेको नि यार, लास्टमा गएर छक्का खायो। आरसीबी को प्लेयर हो गाइज, आरसीबी। अभिषेक शर्माको हातबाट एउटा मात्रै छक्का खानु भनेको ठिकै हो। अझै बाँकी छ 19 ओभर। लेग साइडमै यो आउट हुन्छ जस्तो त लाग्दै थियो मलाई, क्याच आउट नै। अनि सुमन गिललाई हाल्ने भएर त्यसको कति मुनि गएको थियो नि त, अनि त्यसपछि राम्रो खेलोस् भन्ने हुन्छ क्या। सञ्जु स्यामसनले चाहिँ आउट भयो यार, तर केही छैन। अब को आउँछ? अब ईशान किसनको गेम हेर्न मजा आउँछ। ईशान किसान आइसकेको छ गाइज। ईशान किसानले इन्टेन्ट देखाइसकेको छ, 3 बलमा 8 रन हानिदिइसकेको छ। ईशान किसान पनि आउट भयो गाइज भर्खरै, सञ्जु स्यामसन जसरी नै आउट भयो। सञ्जु स्यामसन जसरी त होइन, जस यो त लेफ्टी हो नि त, यो चाहिँ आफ्नो अफ साइडमा आउट भयो। ए त्यसरी सिम्पल आउट भयो, यो स्लोवरमा नै थियो क्या। गाइज दुईजना आउट भयो भने रन रेट त राम्रो चलाइरहेछ, 9.27। गाइज धोबी हान्दैछ त इन्डियाले। अभिषेक शर्माले 50 बनाइसक्यो 22 बल्समै 50 बनाइसक्यो। ग्लेन फिलिप्सले धोबी खाइरहेछ। गाइज सूर्यकुमार यादव आउट भयो 32 रन्समा। गाइज धोबी हान यार इन्डियाले 10 ओभरमा 126 रन हानिदिइसक्यो। 20 ओभर पुग्दा त 200 घट्ने भयो, 250 पुग्छ जस्तो छ। क्रेजी। हार्दिक पाण्ड्या गाइज आउने बित्तिकै चौका हानिदिइसकेको छ। अभिषेक शर्मा 84 रनमा आउट भयो यार, कस्तो खतरा। 30 कति बलमा होइन, 35 बलमा यार 84 रन्समा आएर पनि यसले हुन्छ नि सेल्फलेस खेल्यो क्या, सेल्फिस खेलेन क्या। सेल्फिस खेलेको भए 100 पुगाउन सक्थ्यो नि त यहाँनिर। लभली यार, गेमको लागि खेलो यार, लभली, ह्युज रेस्पेक्ट। मतलब 35 बलमा 84 हानिसकेको छ होइन। 15 बल लिएर भयो भने 100 हानेको भए पनि 200 को स्ट्राइक रेट हुन्थ्यो क्या यसको। गुड ब्याटिङ, क्वालिटी ब्याटिङ, राम्रो क्रिकेट खेलो, जितो भने ठिक हो। 239 को टार्गेट दिएको छ होइन। यो रोबिन्सन अस्ट्रेलियालाई 100 हानेको थियो नि, त्यही बेला भयो। ग्लेन फिलिप्स भइहाल्यो, सबले चिन्छ। लभली 50 यार, 30 बलमा 50 हान्नु भनेको यस्तो सिचुएसनमा दामी हो क्या। कामनेस प्लस 6 ओए बाहिर निकाल्थ्यो क्या। ओए क्रेजी 6 यार, दाजु बिग फ्यान। गाइज हिजो चाहिँ म गेम हेर्दै निधाएछु होइन। लास्टमा स्कोर हेर्दाखेरि जो न्युजिल्यान्डले हारे नै थियो, फिक्स नै थियो। न्युजिल्यान्ड चाहिँ 48 रन्सले हारेछ इन्डियासँग। अनि त्यसपछि के अरे, तर मलाई एउटा कुरा चाहिँ दामी के लाग्यो भन्दाखेरि गाइज यहाँ हेर्नु न, ज्याकब डफी त आरसीबीको प्लेयर छ नि, त्यसले चाहिँ 4 ओभरमा 2 विकेट लिएर 27 रन्स मात्रै दियो क्या। अरूको हेर्नु 54, 40, 30 यस्तो छ होइन। जोस् आरसीबीको प्लेयरले चाहिँ राम्रो गर्यो, त्यसमा चाहिँ खुसी लाग्यो। अरू चाहिँ न्युजिल्यान्डको बलिङ चाहिँ अलिकति नराम्रो नै भइरहेछ। अनि सञ्जु स्यामसन पनि छिटै आउट भयो, ईशान किसान पनि छिटै आउट भयो। यिनीहरूले चाहिँ केही गर्छन् जस्तो लागेको थियो। अभिषेक शर्माले राम्रो खेल्यो, अनि रिङ्कु सिंहले पनि दामी खेल्यो। न्युजिल्यान्डबाट चाहिँ ग्लेन फिलिप्सले दामी खेल्यो है यहाँनिर। ग्लेन फिलिप्सले चाहिँ राम्रो खेलेको हो। अरू त्यस्तै ब्याटिङहरू एभरेज नै छ। बलिङ इन्डियाको बलिङमा चाहिँ जसप्रित बुमराह 3 ओभरमा यस्तो, सबको इकोनोमी खासै राम्रो छैन। सबभन्दा राम्रो चाहिँ वरुण चक्रवर्तीको छ होला सायद, 2 विकेट। छैन, यसको पनि छैन। जसले राम्रो खेल्यो त्यसले जित्यो होइन गाइज। र त्यही नै हो। र यो भ्लगमा यति नै। अब नेक्स्ट भ्लगमा हामी छिटै नै भेट्नेछौँ। तबसम्मलाई बाई बाई।